अस्ति यहाँ झ्यालमा हालेको मौरीहरूको चाहिँ म निकाल्नु भनेको क्या। हेर्नुहोस् त साथीहरू। हेलो सबैजना साथीहरूलाई स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ साथीहरू अस्ति यहाँ झ्यालमा हालेको मौरीहरूको चाहिँ म निकाल्नु भनेको क्या। हेर्नुहोस् न महहरू पनि निकै चलिरहेछ। म निकै छ होला हेरौँ ल। लगभग हालेको 2 महिनाभन्दा अलिक बढी भइसकेको थियो। अस्ति मैले हालेको भिडियो पनि बनाएको थिएँ नि होइन साथीहरू। तर घाम चाहिँ निकै छिपिसक्यो। अब चिल्छ होला यार आज चाहिँ। त्यही भएर यो टोपी ओढेको, त्यही पनि चिल्छ होला। अघि सबै यहाँ सामानहरू पनि रेडी बनाइसकेको छु। अब चाहिँ जाउँ ल। यहाँ माथिबाट यतापट्टि एउटा निकाल्ने ठाउँ बनाएको छु कि अस्ति मैले। यहाँपट्टिबाट चाहिँ निकाल्नुपर्छ क्या। यहाँ एउटा काटी छ, यहाँ एउटा काटी छ, यहाँ एउटा काटी छ, अनि यहाँ त छैन होला। अनि यो तल्लोपट्टिको चाहिँ ठोकिहालेछ पुरै। यहाँ 2 पिस हालेको छ क्या, यहाँ र यहाँ। यो मात्रै उकायो भने भइहाल्छ होला जस्तो लाग्दैछ। अब कस्तो हुन्छ, कति निक्लिन्छ हेरौँ ल। यतापट्टि हेर्नुहोस् न मौरीहरू त कत्रा चल्दैछ नि। ढिलो भइसक्यो यार। अघि बिहानै निकाल्नु पर्ने, घाम पुरै निस्किसक्यो। अब हेरौँ ल साथीहरू कति निस्किन्छ। अस्ति लाउने बेला कति निस्किन्छ 2 महिना पछाडि निकाल्दा भनेको थिएँ नि। 2 महिनाभन्दा लगभग 3 महिना हुनु आँट्यो होला लाएको। अस्ति कार्तिक यो मौरीहरू हालेको भिडियो पनि हालेको थिएँ नि होइन। यो घर खोज्ने मौरीहरू हालेको क्या, टोपीमा टक्क पक्रेर ट्याक्कै हालेको भिडियो पनि बनाएर हालेको छु नि, गएर हेर्नु न। अब यो धुवाको लागि बालौँ ल साथीहरू। यो क्यारेटको राम्रो हुने रहेछ क्या। धुवा त चाहिन्छ नि त, नत्र चिल्छ क्या अहिले फेरि। यी धुवा दामी आउँछ नि त्यसको, फेरि त्यस्तो धेरै पनि आउँदैन क्या, ठिक्क हुन्छ यसले। यो चाहिँ यहाँ राखौँ ल। अब यहाँ टक्क यहाँदेखि धुवा सरर जान्छ नि त। अब चाहिँ साथीहरू यो काँटी उखालौँ ल, अनि कति निक्लिन्छ हेरौँ है साथीहरू। अब कति निक्लिन्छ ल साथीहरू। मैले काँटी पनि उखालिसकेँ। हेर्नुहोस् त साथीहरू कत्रो ठुलो मोहर त यता पो राखिराखेको रहेछ। हेर्नुहोस् त साथीहरू, यो चाहिँ के को लागि राखेको, चिल्छ होला। हेर्नुहोस् न अस्ति पनि झरिरहेको रहेछ नि, यहाँ नटासेर होला क्या। यहाँ माथि ठाउँ राम्रो नभएर रहेछ क्या, ठाउँ चाहिँ बनाइदिने होला रहेछ। यो अलिक हाम्रो भएन क्या ठाउँ नि। अब चाहिँ काटौँ ल साथीहरू। म हेर्नुहोस् न साथीहरू, चिल्छ क्या हो। अब तिनीहरू झर्छ होला। साथीहरू म निकाल्दैछु। आमा ला अब अलि हेर्नुहोस् त साथीहरू, म यता टुप्पा यहाँतिर मात्रै रहेछ क्या। म हेर्नुहोस् न साथीहरू कतिवटा चाका थियो अघि। 1-2वटा निस्क्यो, 1 2 3 4 4वटा 5 6 7वटा चाक 7-8वटा बनाएको थिएछ क्या 3 महिनामा नि। अनि यता 2टा झरेछ पनि अस्ति। अब चाहिँ काटौँ ल साथीहरू। उसको चाकाबाट माउहरू हटाइसक्यो। हेर्नुहोस् न साथीहरू म कस्तो धेरै छ है। मही मात्रै छ नि यो चाकामा त, तर सानो मात्रै रहेछ क्या पल्लोपट्टिको चाका झिरेको। हेर्नुहोस् न साथीहरू कस्तो छ है, तर सानो मात्रै रहेछ क्या। हेर्नुहोस् त योमा कस्तो धेरै छ है अहिले निकालेको नि। तर यहाँ कस्तो अप्ठ्यारो हुँदो रहेछ क्या। कस्तो यहाँ माथि झुन्ड्याएछ नि, यता पर राख्दा हुन्थ्यो। तार राख्ने बेला भएछ। यो ठाउँै ठुलो हो क्या यिनीहरूको लागि। अब फेरि यो झिक्नु पर्छ होला हौ। अनि 1-2वटा चाका चाहिँ छोड्नु पर्यो। अब चाहिँ यो झिकेरौँ ल।
यसमा त मह छैन जस्तो पो देखिन्छ। अलिक माथि काट्नुपर्ने रहेछ तपाईँ उतापट्टि सानो चोक्टा रह्यो। साथीहरू हेर्नुहोस्, यो पनि काडेँ, हेर्नुहोस् न मह टन्नै रहेछ यसमा पनि। यसलाई राखौँ ल। ल अब अर्को चाका पनि निकालौँ ल। अब चाहिँ यसलाई काटौँ ल। होइन क्या त्यो उनीहरूलाई बोलेपछि झुन्डाउनु सक्छ। यसमा त बच्चा पो धेरै छ क्या हो। हेर्नुहोस् न साथीहरू, यता यता मात्रै रहेछ मह, यहाँतिर तल तलतिर चाहिँ बच्चा रहेछ क्या। यो पल्लो छेउको भएर मात्रै काटेको क्या। अब यो तिनवटामा यो निकाल्नु पर्छ होला हौ। यो कि यो निकाल्दा हुन्छ? यसमै छ होला। यो निकाल्नु पर्यो अनि यो दुईवटा ठुलोहरू चाहिँ छोडिदिनु पर्यो। छोडिदिनु पनि पर्यो नि त होइन साथीहरू? आम्मामा फेरि तिनैवटा झर्छ र मार्छ है। अनि फेरि भागिहाल्छ क्या त्यसो गऱ्यो भने त। यसमा चाहिँ कति मह छ? आम्मामा हेर्नुहोस् त, यसमा पनि टन्नै मह रहेछ साथीहरू। यो माउहरूलाई चाहिँ झारिहाल्नुपर्छ क्या, फेरि यता मर्छ। हेर्नुहोस् त साथीहरू, यसमा त बच्चा निकै बनाइसकेको रहेछ। माथि माथि चाहिँ मह टन्नै छ। यसलाई पनि राखौँ। कति मह रह्यो नि साथीहरू। अब यो दुईवटा चाका चाहिँ छोडिदिने। अनि हेर्नुहोस् न, यो चाहिँ के बनाएको होला? यस्तोतिर पनि मह राखेको हुँदो रहेछ। हेर्नुहोस् न, यी साथीहरू देखाउनु। यी हेर्नुहोस् त, यी यसलाई पनि सोरेर झार्नुपर्छ होला साथीहरू। आम्मामा हेर्नुहोस् न, के हो यो? मह होइन होला। यी हेर्नुहोस् त साथीहरू, 2 केजी जस्तो निस्केछ मह। यो दुईवटा चाका चाहिँ छोडेको छोड्दैन होला। यत्रो दुईवटा चाका छोडेर पनि फेरि छोड्यो भने त खत्तम हुन्छ नि होइन साथीहरू? हेर्नुहोस् न, यो झ्याले यत्रो छ नि, 2/2.5 को। यता हेर्नुहोस् न, महहरू यस्तोमा पनि झुन्डाइरहेछ क्या, मह मात्रै नि। अनि पहिला पनि झुन्डाउनु खोजेको दुईवटा चाका सानो सानो चाहिँ यता झरिहालेछ क्या। अब चाहिँ साथीहरू म पनि निकाल्नु सकिहाल्यो। यो टालिहालौँ ल। साथीहरू, मैले चाहिँ काठ ठोकेर पनि सकिसकेँ। हेर्नुहोस्, अब यो गोबर चाहिँ ट्याक्कै टाल्नु पर्ने हुन्छ क्या। खरानी र गोबर यहाँ सानो सानो दुलो हुन्छ, यसमा चाहिँ हावा नछिर्ने तरिकाले टालिहालिदिनुपर्छ क्या। साथीहरू, मैले चाहिँ हेर्नुहोस् मजाले टालेर पनि सकेँ। यताबाट हेरौँ त, यी हेर्नुहोस् न साथीहरू, खासै असरै भएन क्या यो ठुलो ठाउँ भएर। यताबाट मजाले टालिसक्यो। अब चाहिँ मह खानुपर्छ ल। हेर्नुहोस् न, म चाहिँ यहाँ राखिरहेको छु। अब चाहिँ म पर लगेर जाउँ ल। अब चाहिँ मह खानुपर्छ साथीहरू मजाले। हेर्नुहोस् न साथीहरू, म यता मजाले देखाउँछु ल। हेर्नुहोस् त साथीहरू, मह कस्तो धेरै निस्क्यो है। अझै दुईवटा चाका ठुलो ठुलो छोडेर पनि। यतिको चाहिँ ट्याक्कै साथीहरू 3 महिनामा बनाउँदो रहेछ यार। 3 महिना पनि त्यस्तो राम्रो लागेको छैन होला यति बनाउनु। यो दराजतिर गुड खोज्दै आएको थियो, अनि ट्याक्कै मैले टोपीमा पक्रेर ऊ त्यो जालमा हालेको त साथीहरू। आज त म त खानु पाइने परिहाल्यो नि। यति पो बनाइसक्यो रहेछ यार, 2.5-3 महिनामा त। अब यो क्वाप्पै खाइदिनु पर्यो। हेर्नुहोस् न, आम्मामा
यस्तो छ नि हो साथीहरू म त यो अर्ग्यानिक म त लास्ट दबाई हुन्छ अरे नि होइन साथीहरू। ल साथीहरू भिडियो के कस्तो लाग्यो च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक कमेन्ट सेयर चाहिँ गर्नुहोस् है त। ल बाई, अर्को भिडियोमा भेटौँ।